चाहिँ तपाईहरुको यो सोशल मिडियामा भाइरल भएको जग्गा थियो नि, यो चाहिँ देखेको है साथीभाइ हो कि यो खास चाहिँ त्यस्तो ब्रिजको भागमै चाहिँ परिहाल्दैन। यो ब्रिजदेखि निकै टाढै पर्छ नि त। यो ब्रिजमा आइपुग्नु भन्दा अगाडिकै भाग हो साथीभाइ हो। यसलाई फेरि पनि बनाउन सकिन्छ। मलाई कतिजना साथीभाइहरूले के अब कल गरेर बाहिर बस्ने साथीभाइहरूले है, अनि यताउता गाउँको साथीभाइहरूले मलाई कल गरेर सोध्नु भयो नि त। अन्त के हो सेलरोटी ब्रिज त क्र्याक भएको छ अरे त भनेर त्यही खालको मलाई क्वेसन गर्नु भयो नि त। अन्त मैले चाहिँ भन्नु चाहेको है, सेलरोटी ब्रिज चाहिँ क्र्याक भएको होइन साथीभाइ हो। यो तपाईँको ब्रिजको भाग चाहिँ यहाँसम्म हो साथीभाइ हो। यहाँदेखि यता चाहिँ तपाईँको यो देख्दैछ नि तपाईँको, यसलाई चाहिँ भन्छ आरिवाल हो। यो आरिवाल भन्छ तपाईँको। त्यो ब्रिज आएर माथि भएको हुन्छ, त्यहाँबाट चाहिँ माटो भोर्दै भोर्दै लगेर चाहिँ यो आरिवाल गरेर चाहिँ माटो भोर्दै भोर्दै लगेर चाहिँ ब्रिजमा गाडी चढाउने काम हुन्छ। अनि यो चाहिँ तपाईँको हाम्रो यो साइड चाहिँ पहाड काटेर चाहिँ साथीभाइ हो, अन्त यताबाट चाहिँ बाटो निकालेको हो। अन्त यो त कटिङ जग्गा हो नि त साथीभाइ। अन्त यहाँनिर चाहिँ हल्का फिलिङ, यो साइडमा चाहिँ फिलिङ माटो हुन्छ नि त। फिलिङ माटो चाहिँ तलदेखि नै लेयर बाई लेयर पेलेर चाहिँ माथि ल्याएको हुन्छ। अन्त यो जग्गामा चाहिँ आरिवाल त्यहाँसम्म छ, त्यहाँदेखि यता प्लम गरिएको छ। अन्त यो माथि चाहिँ तपाईँको प्लम भएको थियो एक लेयर, बुझ्नुभयो नि। अन्त यो फिलिङ माटो चाहिँ हल्का मुनिबाट खोलिएको हो पानीले साथीभाइ हो। अनि यता माथि तपाईँको यहाँनिरबाट चाहिँ हल्का चर्केको थियो, देख्न सक्नुहुन्छ है, यस्तो हल्का भएको हो। अनि यो चाहिँ ब्रिजको एरिया पर्दैन नि त। ब्रिज तपाईँको उतै छ, देख्नु हुँदैछ होइन। ब्रिज चाहिँ यता छ साथीभाइ हो। ब्रिज चाहिँ यहाँ छ। अनि हाम्रो क्रेक भएको एरिया चाहिँ यो एरिया हो। यो एरिया चाहिँ हाम्रो कटिङ गरेको, पहाड कटिङ गरेको हो। अन्त यो खास चाहिँ त्यस्तो ब्रिजको भागमै चाहिँ परिहाल्दैन। यो ब्रिजदेखि निकै टाढै पर्छ नि त। यो ब्रिजमा आइपुग्नु भन्दा अगाडिकै भाग हो साथीभाइ हो। यसलाई फेरि पनि बनाउन सकिन्छ हो। ब्रिज चाहिँ यो हो साथीभाइ हो। ब्रिज साथीभाइ हो। ब्रिज एकदम सही सलामत छ है साथीभाइ। ठिकै छ, यहाँ हो हाम्रो ब्रिजमा चढ्ने जग्गा हो। सही साथीभाइ, सबै पिलरहरू ओके छ साथीभाइ हो। मुनिबाट पनि देखाउँछु। हेर्नुहोस् है, फिलिङ म्याट हो। साइडतिर हल्का फुल्का त दबिहाल्छ नि। न्यू कटिङ हो साथीभाइ हो होइन। न्यू कटिङमा अलिअलि यसो साइडतिर त यसो दबिने सबिने त भइहाल्छ नि। हाम्रो गाउँ बस्तीमा सानो बाटो लिङ्क रोड खन्दाखेरि त कोही बेला बाटै ब्लक हुन्छ, कोही बेला छोडिन्छ बाटो होइन। यो त यत्रो कम्पनी हो, यत्रो ठुलो हाइवे हो, नेसनल हाइवे 717 होइन। ठुलो कटिङ भएको छ, ठुलो पहाडमा कोही बेला त्यस्तै भइहाल्छ नि, तर बनाइहाल्छ नि होइन। यति मजाले काम गरेको छ है, यति मजाले। अब हाम्रो लागि त राम्रै हो। अब माथि माथि सोच्नु हुनेहरूको लागि त अब के कस्तो हो होइन। अब अफिसियली त्यो हामीलाई त त्यस्तो त थाहा छैन। अब यो इलिगल काम भएको छ कि लिगल काम भएको छ थाहा छैन हामीलाई चाहिँ, तर राम्रो लाग्छ क्या। अब राम्रो गर्दैछ, हेर्नुहोस् न, यस्तो मजाले प्लमहरू, जग्गा जग्गा पानी काटिने कल्भर्टहरू हेभी गरेकोलाई गरेको भन्नुपर्छ, राम्रोलाई राम्रै भन्नुपर्छ साथीभाइ। नराम्रोलाई नराम्रै भन्छ, राम्रोलाई राम्रै भन्नुपर्छ। हेर्नुहोस् न, मजाले रोडको साइडमा स्टिकरहरू हो, बोर्डहरू मजाले राति हिँड्दा पनि क्या, एक्लै गाडीमा छ भने पनि साथीभाइ हो एक्लै छु जस्तो महसुस हुँदैन क्या। यो लाइटिङहरू पर्दाखेरि चाहिँ बोर्डहरू मजाले बल्दिन्छ नि त। एकदम मजाको छ साथीभाइ हो बाटो चाहिँ हो। नेसनल हाइवे 717A चाहिँ जे भने पनि जसो भने पनि साथीभाइ एकदम मजाको छ। हेर्नु सक्नुहुन्छ माथिको पिलरहरू साथीभाइ हो, एकदम मजबुत छ साथीभाइ।